यही मिठाई बनाएको गुडै बाक्लो न पाक्लो कस्तो खालको रहेछ यत्रो भारी बोकेर आएको मैले आमामा त्यो मगाउनु परेको बिचरा यो उखु जस्तै हुन्छ होइन त गुलियो हुँदैन पानी जस्तै हुन्छ नो टेस्ट हुँदैन यसको जस्तो पानी खान्छ नि त्यसमा तैँले यसलाई तासेर नि त्यसै यसरी क्रेमक्रेमबाट चपाउँदा ठाउँमै हुन्छ हो नभए यसलाई यसको निकालेर अलिक ढुङ्गाले केचक केचक बनाउने अनि ताजा पानीमा हालिदियो आधी काटेर केचक केचक कुचाएर अनि त्यसको पानी खाँदा हुन्छ टट्टै हुन्छ के हालेको छ हेर्न ल यहाँनिर मोरै यो नेपालबाट ल्याएको ला के घोप्टेछ ब्यागमा घोप्टेको होइन भित्र यता भित्र घोप्टेको होइन ए त्यो चाहिँ यो यसको लागेको होला नि यो चिसो क्यारेटको आया खुट्टै दुख्यो बाबा यहाँ के छ यहाँ यत्रो बेसी बिचरा मम्मीले बेलुका रातभरि बसेर हालेको अरे यो सामान धुली भात ए खोर्सानी यो चाहिँ हरियो खोर्सानी होला हल्दी हल्दी र खोर्सानी बस्तीको हल्दी यो चाहिँ पुदिना रहेछ त पुदिना चाहिँ भिजाएर मालेर कसरी बनाउनु त खोल्न सक्ने छ त मम्मीले पठाइदिएको बिचरा कान्छी छोरी बिमार भयो अरे भनेर